हाम्रोमा नि सबैकोमा एउटा न एउटा एबिलिटी, एउटा न एउटा क्वालिटी चाहिँ हुन्छै हुन्छ होइन। जस्तो कसैलाई अब खाना बनाउनेको त अब होइन, खाना यति मिठो बनाउँछ, त्यो 5 फरन हाल्छ, तेलले अलिकति उयो गर्छ, 5 फरन पुटपुट गऱ्यो बनायो, कम्ती मिठो हुँदैन होइन। कतिले चाहिँ फेरि त्यही मिहिनेत गरेर बनाउँदा पनि हुँदैन मिठो हो, त्यो उसको क्वालिटी हो, उसको त्यो एबिलिटी हो। अब कसैले आमामामामामा कसैजना अब अफिसतिर काम गर्ने हुन्छ, के गर्ने हुन्छ, एउटा आज म चाहिँ लेडिजको मात्रै भन्दैछु ल, जेन्ट्सको चाहिँ होइन। अब अफिसतिर काम गर्नुहुन्छ, के गर्नुहुन्छ, त्यो उहाँहरूको क्वालिटी होइन। अब कतिजना त्यो घरमा काम गर्छ, घरमा कति सफा राख्छ, घरहरू चटक्कै पारेर मजाले राख्छ होइन, आम्मामाम गर्छन्। अब त्यो पनि उसको एउटा एबिलिटी, एउटा क्वालिटी हो नि त। अब उनीहरूले चाहिँ के सोच्छ भने, त्यो घरको काम गर्नेहरूले चाहिँ के भन्छ भने, घरमा अब हाउसवाइफले भन्छ, खोइ हामी त खालि हाउसवाइफ छ, घरमा बाहिर अब केही काम गर्नु जानु सक्दैनौँ। अब कतिजना त नानीहरू हुन्छ होइन, नानीले गर्दा स्कुल पुऱ्यायो, ल्यायो, के गर्यो, खोइ कामहरू त गर्नु मनपर्छ नि, काम पनि पाउँदैन, यस्तो भन्छ। कतिको चाहिँ अब नानीहरू ठुल्ठुलै भएको हुन्छ, तर पनि कता अब त्यो बाहिर गर्नु सक्दैन नि त उनीहरूले, अन्त सक्दिनँ यस्तो उस्तो भनेर भन्छ होइन। घर चाहिँ फेरि सफा राख्छ, काम गर्छ, यताउति गर्छ, त्यो पनि उसको कामै हो नि त, एउटा एबिलिटी हो नि त हाउसवाइफमा होइन। अब हाउसवाइफले स्यालेरी पाउँदैन भन्छ उनीहरूले होइन। अब तर उसले त्यही हाउसवाइफको त्यही काम चाहिँ उसले फरेनमा गएर होइन, अब सिङ्गापुरहरू भयो, यो दुबईहरू, यो बाहिर बाहिर गएर कति डलर कमाउँछ हाल्नु, सोच्नु त। आम्मामामा त्यस्तो सफा काम फेरि अब होइन, घरको डल्लै हेरेर, घर पुस्नुदेखिको लिएर, लुगा धुनुदेखि लिएर, खाना बनाउनुदेखि लिएर, नानीलाई हेर्नुदेखि लिएर, डल्लै त उसले त बाहिर जग्गामा देशमा गऱ्यो भने त होइन, आम्मामामा कति चाहिँ पैसा कमाउँछ हाल्नु भन्दा, डलरको हिसाबमा चाहिँ माथिबाट झर्छ नि होइन। त्यस्तो हो नि त। अनि त्यसले गर्दा चाहिँ म चाहिँ के भन्छु भने चाहिँ, सबैकोमा क्वालिटी हुन्छ, सबैकोमा एबिलिटी हुन्छ आफ्नोमा होइन। हुन्छै हुन्छ त्यो कि आफूले कहिले पनि म कमजोर छु, म सक्दिनँ, यस्तो उस्तो नभन्नु हाम्रो लेडिजहरूले चाहिँ क्या त। जेन्ट्सको चाहिँ म आज कुरा गरेको छुइनँ होइन, त्यसरी नभन्नु। सबैकोमा आफ्नो क्वालिटी हुन्छ, कतिजनाकोमा बोल्ने क्वालिटी हुन्छ, बोलेर नै मक्खै पारिदिनु हुन्छ, हजुर यस्तो 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 भन्यो मजाले काम गर्ने हुन्छ। कोही अब एक्टिभपना हुन्छ, कोही अब पढेकै हुन्छ, कोही अब नपढे भने पनि तर अब होइन, हो त्यो मैले चाहिँ त्यो भन्नु चाहेको। सबैकोमा क्वालिटी चाहिँ हुन्छ, त्यो चाहिँ हामीले आजमाउनु चाहिँ पऱ्यो कि म चाहिँ कुन चाहिँ अब कुन क्वालिटीको चाहिँ म छु होइन। त्यो चाहिँ अब आफूले चाहिँ हेर्नु पऱ्यो, अन्त त्यही हिसाबमा चाहिँ आफूले चाहिँ अब त्यसलाई चाहिँ युज गरेर लानु पऱ्यो क्या त। त्यो गर्दा चाहिँ हुन्छ। आफूले अब अरूले जे गर्यो म पनि त्यही गर्छु भनेर चाहिँ हुँदैन। अब आफूले जस्तो अब अरूले अफिसमा गएर काम गरे अरे, कतिले दोकानमा बिजनेस गरे अरे होइन, कतिले के म पनि त्यही गर्छु भनेर चाहिँ भएन। अब त्यो चाहिँ किनभने त्यो चाहिँ अब आफ्नो आफ्नो ट्यालेन्ट हो होइन, त्यो हो नि त। अब कतिजनाले दोकानहरू खोल्छ, फेरि कतिले अरूले पनि कतिले खोलिरहेको हुन्छ, त्यो अर्कोको चलिरहेको हुन्छ, अर्कोको चल्दैन, त्यो उसलाई त्यो उयो नभएको नि त, त्यो चलाउनु नजानेको उसले त कुरा बुझेन हो, त्यस्तो हो। तर सबैकोमा आफ्नो आफ्नोमा चाहिँ हुन्छै क्वालिटी, तर त्यो चाहिँ आफूले चाहिँ म त अब आजमाउनु पऱ्यो कि म चाहिँ कुन टाइपको छु होइन, म कुन टाइपको छु र मैले चाहिँ के गर्दा चाहिँ ठिक हुन्छ, मैले अहिलेसम्म के गरेर चाहिँ मलाई थापिरहेको छ, मेरो घर चलिरहेको छ र के हो त्यो हेरेर चाहिँ गर्नु पऱ्यो काम होइन। त्यो गऱ्यो भने चाहिँ सक्सेस हुन्छ है, यति चाहिँ याद गर्नु, मलाई चाहिँ त्यस्तो लाग्छ है।